काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा अवस्थित एउटा गाउँ प्युटार। राजधानीको झलझलाउँदो उज्यालो र आधुनिकताबाट मात्र 40 किलोमिटर टाढा रहेको यो बस्ती रातको समयमा एउटा अर्कै आदिम अन्धकारमा डुब्छ। मध्यरातको चिसोमा अचानक एउटा घरको ढोका जोडले ढकढक्याइन्छ। बाहिर झन्डै 35 जना मान्छेहरूको एउटा उत्तेजित भिड उभिएको छ। तिनीहरूको हातमा बलिरहेको मसाल छ र आँखामा एउटा कडा आक्रोश। तिनीहरू कुनै बाहिरी शत्रु वा डकैतलाई समात्न आएका होइनन्। तिनीहरू त आफ्नै छिमेकी 47 वर्षकी काली विश्वकर्मालाई घिसार्दै बाहिर निकाल्न हिँडेका हुन्। तिनीहरूको नजरमा काली अब कुनै आमा वा छिमेकी होइनन्। उनी त यो समाजलाई भित्रभित्रै खाएर सिद्ध्याउने एउटी भयानक बोक्सी हुन्। नेपालमा बोक्सीको नाममा हुने यस्ता अमानवीय हिंसाहरू केवल कुनै विकट हिमाली गाउँको मात्र कथा होइन। यो त देशको राजधानी जोडिएको काठमाडौँ जिल्लाकै एउटा क्रूर र जीवन्त सत्य हो। प्युटार गाउँकी काली विश्वकर्माको यो वास्तविक घटनाले हाम्रो आधुनिक समाजको मुकुण्ड पूर्ण रूपमा उतारिदिन्छ। जब गाउँको एउटा स्कुलको शिक्षक अचानक बिरामी पर्छन्, तब आधुनिक विज्ञान, डाक्टर र अस्पतालको ढोका बिर्सेर यो समाजले आफ्नो रिस पोख्न एउटा बलिदानी खोज्न थाल्छ। आखिर कसरी एउटा चिया पसलमा सँगै बसेर हाँसी हाँसी गफ गर्ने छिमेकीहरू अचानक एउटा हिंसक भिडको हिस्सा बन्छन्? यो कस्तो मनोविज्ञान हो जसले मान्छेको चेतनालाई यति क्रूर र अन्धो बनाइदिन्छ? आज हामी काली विश्वकर्माको यो भयानक भोगाईको जगमा उभिएर भिडको न्याय र बोक्सी कुप्रथाको अन्धकारलाई खोतल्नेछौँ। यो सिङ्गो डरलाग्दो खेललाई विज्ञानको भाषामा बुझ्ने हो भने यसलाई मास हिस्टेरिया भनिन्छ। यो एउटा यस्तो मानसिक अवस्था हो जहाँ एउटा समूहका मान्छेहरू बिना कुनै तार्किक कारण एउटै भ्रममा विश्वास गर्न थाल्छन् र सामूहिक रूपमा पागलपन देखाउँछन्। हामीले सोच्नुपर्ने कुरा के छ भने काली विश्वकर्माको घर घेर्न आउने ती 35 जना मान्छेहरू को हुन्? तिनीहरू कोही पनि पेशेवर अपराधी वा कतै बाहिरबाट आएका गुण्डाहरू होइनन्। तिनीहरू त त्यही गाउँका किराना पसल चलाउने दाई, खेतीपाती गर्ने छिमेकी र सँगै उठबस गर्ने मान्छेहरू हुन्। दिउँसो उनीहरू एकदमै सामान्य र भलात्मी देखिन्छन्, तर जब रातको समयमा तिनीहरू एउटा भिडको हिस्सा बन्छन्, तिनीहरूको व्यक्तिगत चेतना, नैतिकता र जिम्मेवारीको भावना पूर्ण रूपमा लोप भएर जान्छ। मनोविज्ञानमा यसलाई डिइन्डिभिजुएसन भनिन्छ। जब एउटा मान्छे भिडमा मिसिन्छ, उसलाई लाग्छ कि अब उसको आफ्नै कुनै छुट्टै पहिचान छैन। ऊ जे गरिरहेको छ त्यो भिडले गरिरहेको छ, त्यसैले त्यसको पाप वा सजाय उसले एक्लै भोग्नु पर्दैन। भिडमा हुँदा मान्छेभित्र लुकेर बसेका आदिम हिंसक र क्रूर जनावर बाहिर निस्किन्छ। भिडको न्याय वास्तवमा कुनै न्याय होइन, यो त कानुनी व्यवस्था र मानवीय संवेदनाको हत्या गर्ने एउटा बहाना मात्र हो। नेपालमा बोक्सीको नाममा हरेक वर्ष सयौं दलित महिलाहरूले यस्तै अमानवीय पीडा भोग्ने गरेको महिला पुनर्स्थापना केन्द्र जस्ता संस्थाहरूको तथ्याङ्कले देखाउँछ। उनीहरूका अनुसार वार्षिक 100 भन्दा बढी महिलाहरू बोक्सीको आरोपमा छिमेकीहरूबाटै क्रूरतापूर्वक यातनाको शिकार हुने गरेका छन्। तर सबैभन्दा डरलाग्दो पाटो के छ भने यी अपराधीहरू बिरलै कानुनी कठघरामा उभिन्छन्। मानवाधिकारवादीहरूका अनुसार जब यस्ता घटनाहरू घट्छन्, तब स्थानीय प्रहरीले प्राय यसलाई समुदायको आन्तरिक मामिला वा घरायसी विवादको रूपमा हेरेर पन्छिन खोज्छ। दलित र गरिब महिलाहरूको सुरक्षाका लागि राज्यका संयन्त्रहरू कति भितला छन् भन्ने कुरा यसले स्पष्ट पार्छ। जब सिङ्गो गाउँ वा टोल नै अपराधीको पक्षमा उभिन्छ, तब कानुन पनि निरीह बनिदिन्छ। यदि गाउँका केही मान्छे मिलेर एउटी महिलालाई यातना दिइरहेका छन् भने बाँकी रहेका छिमेकीहरू हामीलाई के मतलब भन्दै ढोका थुनेर बस्छन्। कोही पनि त्यो हिंसक भिडको विरोध गरेर आफै सामाजिक संशयमा पर्न चाहँदैन। यो सामूहिक मौनता नै अपराधीहरूको सबैभन्दा ठूलो शक्ति हो। लामो समयदेखि सरकारले महिला हिंसा अन्त्य गर्ने घोषणा गरे पनि वास्तविकता अझै बदलिएको छैन। पूर्व मन्त्रीहरू र सरकारी अधिकारीहरू समेत स्वीकार गर्छन् कि समाजमा अन्धविश्वासका जराहरू यति गहिरा छन् कि यस्ता परम्परागत कुप्रथाहरूलाई रातारात मेटाउन निकै गाह्रो छ। तर के यसको मतलब काली विश्वकर्मा जस्ता निर्दोष महिलाहरू सधैँ यसरी नै बलि चढिरहनुपर्ने हो? समाजशास्त्रीहरूका अनुसार बोक्सीको आरोप वास्तवमा केवल एउटा बहाना मात्र हो। यसको भित्री तहमा महिलाहरूलाई, खास गरी एकल, गरिब र दलित महिलाहरूलाई सामाजिक र आर्थिक रूपमा दबाउने मनसाय लुकेको हुन्छ। हैन, अलिकति एउटा वर्गकोले अर्को वर्गलाई जो निम्न वर्गको छ, हैन, गरिबहरू छन्, निमुखा छन्, केही बुझेका छैनन्, तिनीहरूलाई चाहिँ नि यस्तो खालको आरोप लगाउने र पीडित बनाउने र कुटपिट गर्ने, अनि ती घटनाहरू कतिपय ठाउँमा त अझ लुकाउने गरेको पनि पाइन्छ। जब कसैले कुनै महिलाको सम्पत्ति हडप्नुपर्ने हुन्छ वा आफ्नो पुरानो रेसिपी साध्नुपर्ने हुन्छ, तब समाजमा उनलाई बदनाम गर्न बोक्सीको बिल्ला भिराइन्छ। यो अन्धविश्वासको बजारलाई टिकाइराख्न स्थानीय धामी झाँक्री र पुरानो सोच भएका मान्छेहरूले ठूलो भूमिका खेलिरहेका हुन्छन्। अब यो बोक्सी पनि छन्, धामी पनि छन्। अब बोक्सी नभए धामी पनि छैन, धामी नभए बोक्सी पनि छैन। हामी 21औं शताब्दीमा छौँ भन्छौँ, काठमाडौँका ठूला महल र सडकहरू हेरेर गर्व गर्छौँ। तर हाम्रो यो आधुनिकता कति खोक्रो छ जब राजधानीकै आँखै अगाडि एउटी महिलालाई 2 दिनसम्म बन्धक बनाएर ब्लेडले छाला काटिँदा पनि हाम्रो समाज मौन बस्छ। यो समस्या केवल अशिक्षाको मात्र होइन, यो हाम्रो सामाजिक सोच, पितृसत्तात्मक मानसिकता र जातीय अहङ्कारको उपज हो। जबसम्म हामी आफ्ना बालबालिकाहरूलाई विद्यालयको पाठ्यक्रम सँगसँगै तार्किक सोच्ने र प्रश्न गर्ने क्षमता सिकाउँदैनौँ, जबसम्म
हामी भिडको पछि लाग्नु अपराध हो भन्ने कुरा बुझ्दैनौँ तबसम्म यस्ता अन्धकारका न्यायहरू भइरहनेछन्। काली विश्वकर्माको यो कथा केवल एउटा अपराधको कथा होइन, यो हाम्रो सामूहिक चेतनाको असफलता हो। अर्को पटक तपाईँको वरिपरि कसैले यस्ता अन्धविश्वासका कुरा गर्छ भने, कसैलाई सामाजिक रूपमा कुनाउने प्रयास गर्छ भने त्यसको विरुद्धमा बोल्न नहिचकिचाउनुहोस्, किनभने तपाईँको मौनताले अर्को एउटा हिंसक भिडलाई जन्म दिइरहेको हुन सक्छ। गाउँका एकजना विद्यालय शिक्षक बिरामी परे। उनको रोगको उपचार खोज्नुको साटो छिमेकीहरूले कालीले नराम्रो मन्त्र वा बोक्सी विद्या चलाएर उनलाई बिरामी पारेको अफवाह फैलाए। झन्डै 35 जनाको हिंसक भिडले कालीलाई उनको आफ्नै घरबाट जबरजस्ती समातेर लग्यो र एउटा ओसिलो गोठमा थुन्यो। त्यहाँ उनलाई 2 दिनसम्म लगातार कुटपिट गरियो, लात्ता र मुक्का प्रहार गरियो। मानवतालाई नै लज्जित तुल्याउने गरी उनलाई जबरजस्ती मलमूत्र खुवाइयो। यतिले मात्र त्यो भिडको क्रूरता शान्त भएन। भोलिपल्ट उनीहरूले धारिलो ब्लेडले कालीको छाला काट्न थाले। त्यो असह्य शारीरिक र मानसिक यातना सहन नसकेर आफ्नो ज्यान जोगाउने अन्तिम उपायको रूपमा कालीले आफू बक्सी भएको झुटो स्वीकारोक्ति दिन बाध्य भइन्। काली विश्वकर्माले पछि आँसु झार्दै भनिन्, म एउटी गरिब र दलित महिला भएकाले मलाई यसरी निशाना बनाइयो। मैले केवल आफ्नो ज्यान बचाउनका लागि मात्र त्यो अत्याचारको अगाडि आत्मसमर्पण गरेकी हुँ। यदि तपाईँले नेपालभरि भएका बोक्सी आरोपका केसहरूलाई ध्यान दिएर हेर्नुभयो भने त्यहाँ एउटा स्पष्ट प्याटर्न भेटिन्छ। बोक्सीको आरोप कहिले पनि समाजको धनी, माथिल्लो जात भनिने वा शक्तिशाली मान्छेलाई लगाइँदैन। काली विश्वकर्मा जस्तै दलित समुदाय, जसलाई हिन्दू जातीय पदानुक्रमको सबैभन्दा तल्लो खुड्किलोमा राखिएको छ र आर्थिक रूपमा अत्यन्तै विपन्न महिलाहरू नै सधैँ यसको शिकार बन्छन्। काठमाडौँको एउटा आश्रयस्थलमा केही समय बसेर गाउँ फर्किए पनि काली र उनको परिवारको जीवन सुरक्षित छैन। उनी आज पनि भन्छन्, म अझै डराइरहेकी छु, किनभने मलाई यातना दिने कतिपय मान्छेहरू अझै पनि यही गाउँमा खुला घुमिरहेका छन्। मैले मेरो प्रतिष्ठा गुमाएकी छु, तर मैले न्यायको आशा मारेकी छैन। यदि तपाईँलाई यस्तै डार्क साइकोलोजी र समाजको इतिहासमा लुकेका यस्तै अन्य रहस्यमय तथा सत्य घटनाहरूका बारेमा अझै गहिराइमा गएर बुझ्न मन छ भने सब्स्क्राइब गर्नुहोस्।